घुम्ने के बोल्यो बाबु मजा बोले ल दौडिहाल्नु हजुर यहाँको भाइबै छुट्टै छ। यहाँ वाइफाई हेर त्यहाँको त्यो टिकटाना वाइफाई हाम्रो घर टिप्छ भनेपछि कस्तो किसिमको भाइब्रेसन आउँछ भन्ने रहेछ क्या। हो वहाँ टिप्छ कहिले 1-2 लाइन देखाउँछ भनेपछि यो बुझ्नु पर्छ। हजुर आकाशीय तरंगहरू पिण्डहरूबाट आएका चिजहरू कहाँ आउँछन् बढी कहाँ केन्द्रित हुन्छ भन्ने कुरो बुझ्नुपर्छ। त्यही भएर घर बनाउनुमा एकदम लोकेसन हेरेर अनि सर्पस पानीको स्रोत के छ थाहा छैन। सर्प पार्दा पनि ठाउँमा घर बनाउने भन्छ नि त। त्यही भएर होइन यो पानी भट्टे खोला पानी होइन त हो यहाँ आकाशको होला नि आकाश भने इधर गयो हेत कुनो तिमी सेन्टरमा पार्वतीलाई घुम्न जाऊ। आहो आहा 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 भो धन्यवाद।
त्यो सुलो पार्कको पछि ल ल ल सुलो पार्क ल ल्याउनु है म पस्नु म नाच्दिनँ नि यताले म भाइ उठ्दैछ के शेरसर पाकेन पाक्यो अब पाक्यो अचार पाके त अल्टी यहाँ खिर पाकेको छ अनुहारसहित यहाँ खिर पाकेको छ है यहाँ लगभग 300 यानलाई खिर बनाएको छौँ अब त्यहाँ 200 यानलाई खिर पाकेर त्यहाँ छ हजुर लाग्छ त पुग्ला जस्तो अब यो 500 यानलाई हामीले पुर्याउँछौँ यहाँ पुर्याउँछौँ होइन पुग्छ नि मजाले खाइन्छ पुग्छ अब पितृ सम्झेर खाने हो आज पितृ सम्झेरको कार्यक्रम हो आज यो कुल पूजा हो हामी चाहिँ गौतमहरूको चाहिँ नि कुल पूजामा चाहिँ नि यो खिरबाट चाहिँ नि पितृलाई सम्झिने गरिन्छ त्यस कारण यसलाई चाहिँ निरन्तरता दिँदै अरू ठाउँमा पनि यसलाई चाहिँ नि खिरतिरै जानको निम्ति म सम्पूर्ण नेपाली समुदायलाई र बिहाएर रहनुभएकालाई पनि जसरी कुल पूजा गर्नुहुन्छ उहाँहरूलाई चाहिँ खिरमै चाहिँ आकर्षित हुनको निम्ति म अनुरोध गर्न चाहन्छु अनि यो अर्को कुरा पनि हुनसक्छ यो हाम्रो गौतम बन्धुहरूको छ नि यो जमघट होइन यो कुलकुलमा सबैजना जो देखभेट चिन्जान नभएका व्यक्तिहरूसँग चिन्जान हुने त्यो पनि त हो नि हो यो चाहिँ चिन्जान हुने भेटघाट गर्ने सबै चाहिँ दुःख बिमारहरू जे छ हाई हेलो गर्ने ठाउँ पनि हो अरू कुरा कुल पूजा भन्ने बित्तिकै पितृलाई सम्झिने हो श्राद्ध हो खाएन सकिँदो रहेछ नि 8 बजी सकिन्छ परिहरू छोरीहरू कता खानु खोइ छोरीहरू यहाँ छ खोइ जाऊ त देखाऊ मलाई छोरीहरू कता मैले छोरीले थाल थापिदिएको त भक्कसी ल उसले चम्चाले पाइन्छ क्या ए चम्चा रेडी थियो चम्चा छ त के भयो हजुर यहाँ छ खोइ बाला फोनहरू छ हेर्दै मात्र सर प्लेट त्यत्रो किन दुखाल्ने एउटालाई काम लाउँछ निकाल्थ्यो आफ्नो यहीँ हो है